थोर्गाको खुदो चाखौली माया, सम्झना मनमा राखौली माया। लोकदोहोरी गीतका यी शब्दहरूबाट नै थाहा हुन्छ कि गुल्मीको थोर्गा भन्ने स्थानमा पाइने खुदो कति फेमस छ, प्रचलित छ र प्रख्यात छ। नमस्कार, भोइस अफ कोकिल युट्युब च्यानलमा यहाँहरूलाई हार्दिक स्वागत छ। म कोकिल पौडेल। यति बेला म एकजना कृषकसँग कुराकानी गर्दैछु जो गुल्मीबाट हुनुहुन्छ। गुल्मीबाट उहाँ चाहिँ अहिले बागलुङ जिल्लामा आइपुग्नु भएको छ। उहाँले चाहिँ डोकाभोरी उखुबाट बन्ने खुदो बोकेर आउनु भएको थियो। त्यति टाढाबाट यहाँसम्म आउनु भएको छ। त्यो देखेपछि मलाई चाहिँ उहाँसँग केही जिज्ञासाहरू राख्न मन लाग्यो, किनभने त्यहाँ कस्तो छ, गुल्मीमा उखुको लागि पकेट क्षेत्र हो होइन, अथवा उहाँहरूले कसरी उत्पादन गर्नुभएको छ र यति धेरै खुदो बनाउन सफल हुनुभयो, समग्र त्यहाँको अवस्था कस्तो छ म कुराकानी गर्छु। आउनुहोस् उहाँसँग कुराकानी गरौँ है त। स्वागत छ यहाँलाई। नमस्कार। धन्यवाद। यहाँको शुभ नाम? अहिले अहिले हजुर गुल्मीबाट आउनुभयो है? हजुर। गुल्मी कहाँबाट नि? गुल्मी थोर्गा। गुल्मीको थोर्गा। यो डोकाभोरी यहाँले लिएर आउनु भएको के छ यसमा? खुदो र गुड। खुदो र गुड उखुबाट बन्ने परिकारले। यो चाहिँ त्यहाँ कस्तो छ नि तपाईँको उखु बगानमा कति क्षेत्रफलमा लगाउनु भएको छ? मतलब मेरो मात्रै होइन, सबैले लगाउँछ। हजुर। लगाउनु त गाउँछ आफ्नो सक्ने शक्ति अनुसार। जस्तै हुन्छ नि, आफ्नो घरको क्षमता अनुसार, परिवार अनुसार लगाउँछ। शक्ति अनुसार गाउँमा लगभग धेरै जसोले उखु नै प्रयोग गर्छ। त्यो केमा लगाउनुहुन्छ? बारीमा लगाउनु? ए, कति छ क्षेत्रफल? ठुलै छ भनेपछि यत्रो धेरै बन्नु? त्यहाँको त अब तपाईँको थोर्गा गाविसै पर के अरे। हजुर। त्यहाँ स्थानीयले गर्न सक्नेले धेरैले उखु नै खेती गर्छ, नसक्नेले मकै सक्छ। यो यहाँले यति धेरै कति लिटर लिएर आउनुभएको छ खुदो? अहिले त मैले त थोरै मात्रै हो, किन बर्खा लाग्यो भनेर त्यही 40-50 जति। ए, अहिले बोकेर आउनुभएको यति उत्पादन चाहिँ कति गर्नुभयो? आएको त अहिले 20 लिटर मात्रै हो। ए, 40-50 लिटर चाहिँ यहाँले उत्पादन गर्नुभयो? कति लिएर स्टोर गर्ने। हजुर। अनि त्यही भएर सप्लाई गर्ने गर्छु। ए, त्यहाँ तपाईँले भनेपछि त उखुबाट बन्ने भनेको त्यहाँ खुदो र गुण मात्रै? खुदो र गुण भन्छ। ए, कस्तो छ त तपाईँको यो कति वर्षदेखि यहाँले यसरी व्यावसायिक रूपमा यो बिक्री वितरण थाल्नु? यहाँ त मैले तपाईँको यही एरियामै के भनौँ न, बागलुङ एरियामै 17 वर्ष जति भयो हिँड्न लागु भयो। ए, 17 वर्षदेखि तपाईँले गुड बेच्दै आउनुभएको छ? यहाँबाट सबै लगभग धेरै जसोले मलाई चिन्नुहुन्छ। यो तपाईँकोमा कतै मिसावट छैन? मिसावट भयो त म यत्रो 17 वर्षसम्म हिँड्थेँ होला। ए, कति हो नि यो 1 लिटरलाई? लिटरलाई मैले 400 लिटर बेच्छु। ए, 400 रुपियाँ लिटर। अनि गुडलाई चाहिँ कसरी बेच्नुहुन्छ? गुडलाई पनि केजीले 400। ए, अनि यहाँले चाहिँ उखु खेती समग्र यहाँको भनेको नगदे बालीकै रूपमा उखुलाई आफ्नै घरको पुर्खेली खेती हो। ए, पुर्खौली है। यो गुड बन्ने, खुदो बन्ने प्रोसेस कसरी सुरु हुन्छ एउटा समग्र बताइदिनुहोस्। जस्तै अब तपाईँको अँखु पेलिसकेपछि खुदो भयो। खुदो बनिसकेपछि त्यसलाई फेरि डबल पकाएर गुड बनाइन्छ। ए, उखुको रस पकाउने र खुदो बनाउने। हजुर। अझ त्यसलाई बढी पकायो भने गुड भन्छ। गुड भन्छ। यहाँहरूको उत्पादन अन्य ठाउँ चाहिँ कता कता जान्छ त? अन्य जिल्लाहरू? तपाईँको थोर्गै भने एउटा थोर्गै गाविस परेको रे। हजुर। प्लस फेरि दिगाम गाविस भन्ने पनि छ। त्यहाँ पनि अन्य ठाउँमा पनि अहिले त पुरै फैलिएको छ कि, किनभने कृषिहरूले पनि धेरै प्रयोग गर्न लाग्यो। किनभने अब त्यहाँ पुऱ्याउने पनि गाह्रो भयो। हजुर। अब यसमा गर्दाखेरि सबैले पनि चासो बढी दिनु लाग्यो। आफू खुदो भनेपछि खुदो भनेपछि अब खानै पर्ने रहेछ अर्ग्यानिक चिजहरू भनेर उहाँहरूले पनि धेरैले आह्वानहरू। यसको खाँदाका फाइदाहरू शरीरमा के हुन्छन् तपाईँलाई त थाहा होला नि, यति लामो अलिअलि मोटामोटी त मैले सब पुरै त मैले भन्न सक्दिनँ। हजुर। मैले पनि जस्तै यो खुदो खायो भने स्वास्थ्यको लागि पनि राम्रो हुने। के फाइदा हुँदो रहेछ? अब यसमा चाहिँ तपाईँको स्वास्थ्यमा जस्तै धुलो माटोमा काम गर्ने मान्छेहरूले खायो भने सफा गर्ने। अब जस्तै जेमा खाए पनि भयो, जस्तै सफा पनि गर्ने, स्वास्थ्यको लागि पनि राम्रो हुने। हजुर। पेट सफाहरू गर्ने भन्ने कुरोहरू त मैले हाम्रो दिजाबाजीहरू सुन्छु, त्यही पनि मैले पनि जानिरहेको कुरो। ए, अब यहाँले यो बेचेर चाहिँ वर्षमा चाहिँ कति जति कमाउनुहुन्छ त पैसा? कमाउने भने त हाम्रो त त्यस्तै घरमा अब उही आफ्नो थोरै माल लिएर समय प्रक्रिया मिले हिँड्ने हो, नभए घरैबाट पनि जान्छ थोरै त। एक हिसाबले वार्षिक आम्दानी चाहिँ यति हुन्छ भन्ने त्यो अनुमानित? त्यसमा पूर्ण ध्यान त हाम्रो त्यसमा हुँदैन, समय प्रक्रिया मिल्दा मात्रै हिँड्छ। ए, लगभग अब यो सिजनमा कति जतिको व्यापार गर्नु होला त्यहाँले? मैले त अब त्यही हो, वर्षभरि कमाएको भन्नुपर्छ थार्दै। हजुर।
अब वर्षभरि जस्तै बाहिर गएर कमाइन्छ नि त्यही समथिङ त्यही निकालिन्छ त्यही आफ्नै घरको उसले गर्दा नभए अरू खासै फुर्सद पनि हुँदैन ठ्याक्कै ल अनुमानित कति जति बजेट 30,000 भन्ने त हुन्न कि त्यसमा गयो पऱ्यो गऱ्यो अनि कसरी हुन्छ जस्तो मैले यति लिटर चाहिँ उत्पादन गर्छु यति बेच्छु भन्दाखेरि यो समग्र उखु लगाउनुहुन्छ नि लगाइसकेपछि तपाईँको खर्च कति आउँछ त्यसबाट अनि तपाईँहरूले कति फाइदा निकाल्नुहुन्छ वर्षभरिको एउटा केही न केही लेखाजोखा त राख्नुहुन्छ होला नि यस्तो हुन्छ क्या जस्तै अब तपाईँको आँखु लागि होइन हजुर यथार्थै भन्नु अब कतिपय मान्छेहरूले बिउको लागि पनि हामी बारीबाट बेच्छौँ अब सकिएन भने बारीबाट बेच्न पनि मिल्छ हजुर किन अरू कृषिहरूले पनि लान्छ त्यस कारणले गर्दाखेरि हामीलाई निधोभन्दा अब सकिए पेलियो थोरै नसक्यो अलिकति बारीबाट बेचिदियो अलिकति आफू पेलो यसो माग भएको ठाउँमा पुरा ए भनेपछि तपाईँको घर परिवार चलाउनलाई चाहिँ यही व्यवसाय यही पेसा चाहिँ एकदम आनन्द छ भन्नु यतिखेरसम्म चलाइरहेको छु ए राम्रो हुन्छ यसबाट भन्नु पछाडि जब म 17 वर्ष थोर्का त्यहाँ चाहिँ कति जति हुनुहुन्छ होला यस्तो किसानहरू त्यहाँ त भन्ने हो भने त अब हाम्रो थोर्का गाविसभित्र त कसरी भनौँ म पनि पुरै गाविस त यति अनुमान गर्न सक्दिनँ ए तपाईँको त्यहाँ गइयो भने चाहिँ हामीले एउटा उखुको ठुलो बगान देख्न पाइयो मजाले ए भने पछाडि त्यहाँ अब त्यहाँ मात्रै होइन तपाईँ त्योभन्दा अर्को गाविसमा मजाले देख्न पाउनुहुन्छ मात्रै जानु पर्यो अब यो यहाँहरूले सरकारले चाहिँ के गरिदियोस् भन्ने लाग्छ यिनीहरू कि तपाईँहरूको समस्याहरू पनि केही छन् अब के गर्नु त्यो जनता त्यही मिसिनहरू हजुर पालिकाले उता पालिका पर्छ मिसिनहरू यसो पठाउने अनुदानमा 50% डिस्काउन्ट हजुर त्यो मिसिनले फेरि हामीले खास काम नगर्ने पुरानै मिसिन चाहिन्छ गर्नको लागि अहिले चाहिँ के छ त तपाईँलाई भनेपछि मिसिनहरू चाहिँ स्थानीय सरकारले उपलब्ध गराएको छ कि यहाँहरूले आफ्नै पैसाले किनेर यसरी पेल्नुहुन्छ त यतिखेरसम्म त हामीले स्थानीय सरकारले त भन्दा पनि हजुर आफ्नै दाजुभाइ मिलेर 8-10 भाइ मिलेर पम्प सेट जोडेर पेल्ने गरेका छन् ए अब चाहिँ यहाँहरूलाई पनि स्थानीय निकायले सहयोग गरोस् यहाँहरूको उत्पादनमा अझै बढावा दियोस् भन्ने कुरो त हाम्रो पनि चाहना थियो चाहना छ है के छ नेपालमै स्वरोजगार बन्न चाहने युवाहरू जो हुनुहुन्छ तपाईँ पनि अहिले कति वर्ष हुनुभयो समथिङ म 40 पुग्न लाग्यो 40 वर्ष अब तपाईँलाई चाहिँ जस यो मेहनत गरेर मैले चाहिँ राम्रै सफलता प्राप्त गरेको छु परिवार पाल्न सकेको छु विदेशमा जान मलाई आवश्यक छैन भन्ने ठानेरै लामो समयदेखि यसैमा लाग्नु भयो होला है नि त म करिब त्यही तपाईँको 2010 मा चाहिँ म विदेशतिर पनि गएको थिएँ कुन देश जानुभएको दुबई हजुर अनि 12 मा फर्किएको थिएँ हजुर फर्केदेखि म यही पेसामै छु ए विदेशै बस्नुभएको भनेपछि त तपाईँलाई त्यहाँको दुःख कमाइको अनुभव पनि भयो अनि त्यहाँको कस्तो हुन्छ सङ्घर्ष भन्ने कुरो त बेसी अनुभव भयो ल त के फरक हुँदो रहेछ त्यो बताइदिनुहोस् त मेरो दर्शकलाई अब त्यहाँको अनुभव भनेको जस्तो विदेश गइसकेपछि अब राम्रै काममा पऱ्यो भने त ठिकै पनि हो हजुर अब उस्तै काममा पऱ्यो भने त एकसाथ हातमुख जोड्न पनि गाह्रो हुँदो रहेछ हजुर त्यहाँ देखेँ मैले आफै मेरो आँखाले देखेकै कुराहरू हो अब त्यहाँ बेसरी देखेँ अब मेरो साथीहरू त्यस्तै अवस्था म फेरि घरमा काम गर्थेँ कोठीमा हजुर मेरो लागि त खासै टेन्सन थिएन अनि यस्तो भयो भाइ उस्तो भयो भन्ने आऊ न त खाऊ साउहरूको लुकीसिपी गर्थेँ कि मैले लुकीसिपी ल खाऊ न त भने खाना ट्रान्सफर गर्ने गर्थेँ कि मलाई आँखाले देखेको कुराहरू त गरेको कुराहरू त मैले थाहा बोल्न ठिक होला नि ठिक छ भने पछाडि अब यो तपाईँको फेरि यो क्षेत्रमा माग पनि राम्रो रहेछ घर घरै पुर्याउँदै हिँड्नु भएको छ है यहाँलाई टेलिफोनबाट सम्पर्क गरेर आइदिनुहोस् पनि भन्नुहुन्छ होला नि यो एरियामा गरेर त अस्ति पनि गर्नुभएको रहेछ मैले सकिनँ किन चुनावको लागि तपाईँलाई जति जस्तो उहाँहरूले माग्ने तपाईँले पुर्याउनु नसकेको पनि छ त्यस्तो त्यस्तो चाहिँ छैन यहाँ चुनावको सुरुवात भयो अनि मैले उहाँ चाहिँ ठ्याक्क एकअर्काको गाउँमा नजाने भन्ने कुरा आयो के हजुर अत्तो गर्दाखेरि आउन सकिनँ क्या भनेको मैले गाडीबाट पठाइदिन्छु पनि भनेका भनेपछि तपाईँ यो अब बोक्नुहुन्छ जानुहुन्छ घर घरै होइन सर र तपाईँको सामान पनि एकछिनमा हेरौँ है त हामी दर्शकलाई देखाइदिउँ त गुडको कसरी प्याकेज गर्नु भएको छ यसो यो डोको खिच्न पऱ्यो है त एकछिनलाई म देखाउँछु ल अन्त्यमा त के भन्न चाहनुहुन्छ त मेरा दर्शकहरूलाई अब नेपालमै उद्यम गर्न चाहने अथवा उखु खेती गर्न चाहने कृषकहरूलाई के भन्नुहुन्छ त म त के भन्छु भने अब यति गर्ने हो भने दिमाग लगाएर भने कतिपय ठाउँमा त कुरै कानी पनि सबैले सुन्नु भएको छ सुनै फल्छ गरे भन्ने कुरो त छ गर्न सके यहीँ पनि छ त्यो विदेशी जानुपर्छ भन्ने छैन यति दिमागले काम गर्नुपर्छ गर्न सके यहीँ पनि छ
हुन्छ ल, अझै पनि यहाँले एकदमै मिठो मिठो उखुका परिकारहरू बनाएर यसरी मानिसहरूलाई खुवाउनुहोस्। यहाँको व्यवसायको पनि अझै सफलताको कामनासहित मसँग जोडिनु भयो, यहाँलाई धन्यवाद दिन चाहन्छु। धेरै धन्यवाद तपाईँलाई। हस्, धन्यवाद।